नमस्कार आदरणीय श्रोता, कार्यक्रम हाम्रो ओडा राम्रो ओडामा तपाईलाई स्वागत छ। म शारदा पुन मगर। यो कार्यक्रम तपाईँ रेडियो पाइला एफएम 91.6 मेगाहर्जमा हप्ताको आइतबार बेलुका 7 बजेदेखि 7:30 बजेसम्म र पूर्ण प्रसारण सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रम तपाईले चाहेको बेला रेडियो पाइला एफएमको युट्युब च्यानल पाइला एपमा पनि सुन्न सक्नुहुनेछ भने यसबाहेक इन्टरनेट हाम्रो पात्रो नेपाली पात्रोमा पनि सुन्न सक्नुहुनेछ। यो कार्यक्रम जाजरकोटमा रहेका स्थानीय तहहरू, विशेष गरी वडा स्तरका गतिविधिहरू, वडाका परिचय, धार्मिक स्थल, पर्यटकीय स्थलबारे जानकारी तथा स्थानीय तह र वडा सम्बन्धी प्रशासनिक कार्यहरू, जिल्लाका गतिविधिहरू जानकारी दिने उद्देश्यले यो कार्यक्रम तयार पारेको हो। अबको आधा घण्टा कार्यक्रमसँगै रहनुहोला। आदरणीय श्रोता, कार्यक्रम हाम्रो वडा राम्रो वडाको 5औं अङ्कमा हामीले वडा नम्बर 5 का वडा अध्यक्ष लालबहादुर चन्दसँग कुराकानी गरेका थियौं। यस अङ्कमा भने हामी वडा नम्बर 7 मा 1 वर्ष अवधिमा भएका विकास निर्माणका कामहरू, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासका उपलब्धिहरू प्रस्तुत गर्नेछौं। सुनौ आजका गतिविधिहरू। वडा कार्यालय निर्माण भएको छ। पहिला हामी भाडामा बसिराखेका थियौँ, दुःख पाइरहेका थियौँ। साँगुरो ठाउँ अहिले 2 तलाको वडा कार्यालय भवन बनेको छ। त्यसपछि अब खातीगाउँतिर जाने बाटोको समस्या थियो। वडा कार्यालयदेखि माथि खातीगाउँ टोलमा अहिले 40 लाखको पूर्वाधारबाट त्यो काम सडक निर्माण भइसकेको छ। अर्को 10 बजारबाट ओखरा जाने सडक समस्या थियो, त्यो काम सडक भइसकेको छ। अलिकति माथि मेल टावर जाने सडकमा जोड्नु बाँकी छ, त्यो बजेटको अभावले अपुग भयो र वडा कार्यालयबाट धारा खोला बिउरेनी हुँदै दोगना जाने सडक पनि उद्यारी खोलासम्म पुगेको छ। त्यसलाई पनि थप बजेटको व्यवस्था गरी आगामी पुर्याउने भन्ने लक्ष्य राखेका छौँ। अब स्कुलतिर भवनहरू बनिराखेकै छन्। खानेपानीतिर अहिले भनिहाले दोगाना, अब गैरे गाउँ, त्यो खानेपानीहरू पनि भइराखेका छन्। केही गत साल भयो भने अहिले केही भइराखेका छन् चालुमा। हाम्रो 7 नम्बर वडामा केही विद्युतसँग परामर्श गरेर हामीले 200 जति एकपटक पोलहरू उपलब्ध गरेका थियौँ। रुकोटो मिथ्याग्रामा 100 पोल र डोरी खोला दोगानामा 100 पोल वितरण गरेका थियौँ र बिचमा पनि 40-50 वटा पोल दोगाना डोरी खोलामा वितरण गरेका थियौँ। अहिले बत्तीको पोलको पनि अभाव छ। यसको लागि पनि मैले पहल कदमी 500 जति पोल 7 नम्बरको माग गरेको थिएँ। अहिले त्यसको लागि पनि मैले विद्युत अफिस र अन्य प्रदेशतिर पनि कुरा गरिराखेका छौँ। अलि त पोलको पनि समस्या छ। केही ठाउँमा बत्ती भयो, केही ठाउँमा सडक नभएको ठाउँमा सडक पुर्याउँदैछौँ र बत्ती नभएको ठाउँमा पनि बत्ती पुर्याउने प्रयास गरिराखेको छौँ। पुनर्निर्माणको लागि पनि अब प्रयास गरिराखेका छौँ। अहिले चाहिँ छुटेको लाई गुनासोमा समितिमा फार्म भर्न लगाएका छौँ र भएकोलाई पनि छिटो अब चाहिँ कार्यान्वयन सम्झौता गरेर अगाडि पुनर्निर्माणमा अगाडि जोडेर जनतालाई छिटो पुनर्निर्माण गर्नतिर प्रयास गरिराखेका छौँ। यी गतिविधि सुनेर तपाईले वडामा भइरहेका कामकाजको बारेमा जानकारी पाउनुभयो होला। वडा कार्यालयबाट सेवा लिएर जाँदै गरेका केही नागरिकका आवाज सुनौ है। यसमा ठिकै भइरह। अब जुनसुकै वडामा जाँदाखेरि पनि दिने रिस्पोन्सहरू ठिकै छ र हेर्दाखेरि यसो हेर्ने हो भने ठिकै भएको जस्तो छ। अब यो भेरी नगरपालिकाको वडाले दिने सेवाभन्दा पनि कर्मचारीले दिने सेवा चाहिँ सन्तोषजनक चाहिँ छैन। खास गरी जनताहरू कति टाढाबाट सेवा लिन आएका हुन्छन् अनि कस्तो अवस्थामा आएका हुन्छन्, उनीहरूको सबै अवस्था कस्तो हुन्छ त्यो कुरा चाहिँ बुझेर कर्मचारीले सेवा प्रदान गर्नुपर्छ। मैले पाउने सेवा सुविधाहरू पाएकै त्यो मैले काम परे अनुसारले त्यति अब नराम्रो त भएन। अब सहजै सबैले पाएँ। बाँकी दिनका कुराहरू म भन्न सक्दिनँ, त्यो पछिका दिन जनाउने छ। बरु बाँकी दिनलाई पनि त हाम्रो वडा कार्यालयका वडा प्रतिनिधिले सेवा दिनुहुनेछ भन्ने अब आशा। अहिलेसम्म त अब भूकम्पको टाइममा पनि अलिअलि केही अब अलिअलि दिने काम गरेकै हुन्, तर बनाएकै हुँ, राम्रै भएकै हो। अब आउने काममा के हुने हो, कस्तो हुने हो, कहिले दिने हुन्, के गर्ने हुन्, अहिलेसम्म यस्तै छ।
वडा कार्यालय दिने सेवा ठिकै लागेको छ। अब यो कुनै कुनै कुराहरू अलिक ढिला सुस्ती भएको जस्तो भूकम्पको विषयमा छ नि, अहिले पूर्ण रूपमा जानकारी नहुनाले अब यो सबै नागरिकलाई सचेतना गराउँदा चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। के सेवा दिन्छन् हामीलाई केही न केही के हामीले सेवा केही थाहा पाएनौँ हामीले। अन्त बाटो यही हो, हामी के भन्नु, हामी चाहिँ के कुरा गर्छौँ, केही कुरो कानी केही हुँदैन। यी आवाज सुनिसकेपछि तपाईहरूले वडाका नागरिकका मनोभावना बुझ्नुभयो होला। अब भने हामी भूकम्प पछिको पुनर्निर्माणको कार्य ढिलो भइरहेको छ। स्थानीय अझै अस्थायी टिनको टहरामा बस्न बाध्य छन्। आज भने हामी भेरी नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष दिपबहादुर साईसँग कुराकानी गर्दैछौँ। उहाँसँग हामीले वडामा भइराखेका विकास निर्माणका कामहरू, अहिलेको अवस्था के छ, प्रशासनिक सेवा प्रवाहको काम, शिक्षा स्वास्थ्यको अवस्था, भूकम्प पुनर्निर्माणका प्रगति, आगामी योजना बारे कुराकानी गरेका छौँ। आउनुहोस् सुनौ यो विशेष कुराकानी। म निर्वाचन भइसकेपछि मेरो वडामा सम्पूर्ण कामको अनुपातमा सबैसँग परामर्श सरसल्लाह लिएर अगाडि बढिराखेको छु र विभिन्न क्षेत्रमा काम पनि भइराखेको छ। अनि कर्मचारी कति जना हुनुहुन्छ हजुर? कर्मचारी मेरो कार्यालय वडा कार्यालयमा हाम्रो 3 जना कर्मचारी। कसरी काम गर्दै हुनुहुन्छ? सजिलो छिटो सजिलो त अब छिटो सजिलो अब मैले भनिराखेको छु, छिटो सजिलो राम्ररी गर्ने भनेर भनिराखेको छु र काम पनि भइराखेको छ। अनि विकास निर्माणका कामहरू कसरी के हुँदैछन्, कति भए, के भयो? विकास निर्माणका कामहरू भन्नुपर्दा अब त्यो शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार फरक फरक पाटाहरूमा निर्माण भइराखेका छन्। मुख्य यातायातको दृष्टिकोणले हाम्रो जाजर कोटको भेरी नगरपालिका वडा नम्बर 7 मा स्याउली बजारदेखि माथि पात्याल्न जोड्ने सडक अहिले खाते गाउँसम्म पुगिराखेको छ। यतातिर स्याउली बजारबाट रोपाकोटसम्म पुगेको छ। यतातिर स्याउली बजारबाट सरस्वती मावि वडा कार्यालयहरू हुँदै भुरपोखराको चाहिँ नि मेल टागुरसम्म पुगिराखेको छ। अनि प्रत्येक विद्यालयमा सडकहरू मेरो सडकहरू प्रत्येक विद्यालयमा सडक जोडिएका छन् र अहिले प्रदेशबाट पनि 40 लाखको बजेट टेन्डर थियो जो वडा कार्यालयबाट कटुज्यानी खातीगाउँ हुँदै पात्याल्न जोड्ने सडक खातीगाउँसम्म पुगेको छ। यता प्रदेशबाट ओखरा टोलको लागि पनि 10 बजारबाट सान्ना पाखा हुँदै चोलागोट त्यो 10 लाखको काम भइराखेको छ र अरू वडाबाट यता वडा कार्यालयबाट धाराखोला बिउरेनी जोड्ने सडक पनि काम सुरु भइराखेको छ। त्यस्तै काम भइराखेको छ। यातायाततर्फ भने अनि स्वास्थ्यमा के छ? स्वास्थ्य शिक्षामा के कस्ता काम? स्वास्थ्यमा चाहिँ नि हाम्रो त्यो बुङ्ग्रेखोला बेल्टकै भेरी नगरपालिकाको बुङ्ग्रेखोलबाट स्वास्थ्यको लागि हामीले त्यही चौडजारी नेपालगञ्ज नै हो, खलङ्गा हो। अलिकति पश्चिम त्यो बेल्ट बुङ्ग्रेखोला पछि परेको थियो, त्यो नगर हस्पिटलको काम द्रुत रूपले अगाडि बढिराखेको छ, काम सम्पूर्ण भइराखेको छ। हामीले अब छिटो छरितो त्यो जनतालाई सेवा दिने प्रक्रियामा छौँ र अब त्यसको बजेट पनि अस्ति नगरपालिकाबाट थप बजेट गरेर त्यो कार्यान्वयनमा अब घेराबार यताउता सबै तयारी रेडी पोजिसनमा हामीले गर्ने छिटो भन्दा भनेर भनिराखेका छौँ। अब अर्को वडाको उपस्वास्थ्य चौकीबाट सेवा गराइरहेर सेवा पाइराखेका छन्। अब शिक्षा क्षेत्र भन्ने हो भने मेरो वडामा जम्मा एउटा +2 सरस्वती मावि +2 11 12 र अर्को एउटा आधारभूत चन्द्रज्योति, आधारभूत सूर्यज्योति आधारभूत विद्यालय र अरू प्रावि गरी 6वटा विद्यालय हुन्। 6वटा विद्यालयमा अब भौतिक पूर्वाधारका दृष्टिकोणले सरस्वती माविमा जायकाबाट 12 कोठा भवन निर्माणाधीन छ। लायन्स क्लबबाट 2 कोठा भवन निर्माण भइसकेको छ। यतातिर प्रदेशबाट 2 कोठाको भवन निर्माण भएको छ, त्यहीको अलिक रकमको फिनिसिङ पनि बाँकी नै छ। सरस्वती माविमा करिब पक्की भवनको हामीलाई अब निर्माण भएदेखि पक्की भवनको पर्याप्त मात्रामा हुनेछ र अहिले निर्माण दिने अवस्थामा छन्। अर्को कुरो चन्द्रज्योतिमा नगरबाट पनि चाहिने विद्यालयको भवन नगर र वडाबाट निर्माण भएको थियो भने अहिले पापतारे वर्ल्ड भिजनबाटै पनि एउटा राम्रो भवन चन्द्रज्योतिमा निर्माण भएको छ।
यतातिर सूर्य ज्योतिमा पनि एउटा नगरपालिकामा 2 कोठा भवन पहिला भयो र भौतिक पूर्वाधारबाट पनि 3 कोठा भवन अहिले निर्माण हुँदैछ। अरू सिम्बा प्राविमा नगरपालिकाबाट एउटा पक्की भवन र जिल्ला शिक्षा समन्वय मार्फत एउटा भवन। त्यस्तै अब हाम्रो किमेरीको विद्यालयमा पनि अब नगर जिल्ला शिक्षा समन्वयबाट पनि भवन र अन्य संस्थाबाट पनि त्यहाँ भवन बनाइराखेका छौँ। र बाल प्राविमा एउटा नगरबाट एउटा भवन निर्माणधीनमा छ, पूर्णता भएको छैन। र 6वटा विद्यालयमा करिब करिब भवन केही भइसकेका छन् न केही हुने क्रममा बाँकी छन्। र यो शिक्षा स्वास्थ्यतिर त्यो भयो भने खानेपानीतर्फ मेरो वडामा करिब करिब नगरपालिकाबाट हामीले साझेदार गरेर हेल्पटासँग अहिले रूपाकोट खानेपानी, मिथ्याङ्ग्रा खानेपानी, तल्लो ओखरा खानेपानी, डोराडा खानेपानी, स्याउली बजार खानेपानी सम्पन्न भइसकेका छन्। र अहिले चाहिँ चालुमा हामीले चाहिँ चिसिमूल खानेपानीबाट गैरेगाउँ चौर खानेपानी, नागबाट चौर खानेपानी र पानीमूलबाट दोगाना खानेपानी, उत्तिसेनीबाट दोगाना खानेपानी र यिनी 3टा स्किमहरू चालु भइरहेका छन्, काम भइराखेको छ। र आगामीको लागि सागबारीबाट चाहिँ नि हामीले अहिले सर्वेक्षण पनि गरेको छौँ र आगामीको त्यो हेल्पटासबाट काम गर्ने भन्ने कुरा सर्वे भइसकेको छ। र फेरि अर्को कार्यपालिकाबाट छुटेको डौनी खोला भन्नेमा टोल छ, त्यसलाई हामीले कार्यपालिकाबाट निर्णय गरेर सर्वे गरेर त्यो सम्पन्न गर्ने योजनामा हामी तर्खरमा छौँ। अब अहिले भन्नुपर्दा यातायातको दृष्टिकोणले मैले पहिला भने त्यस्तै हो, खानेपानी हेल्पटास मार्फत हामीले गरिरहेको छौँ। र प्रदेशबाट पनि गैरेगाउँ खानेपानी प्रदेशबाट भयो, खोलाखर गैरेगाउँ खानेपानी प्रदेशबाट भइराखेको छ। र दोगाना पनि एउटा उत्तिसेनी खानेपानी प्रदेशबाट पनि भइराखेको छ। लाखुरी खानेपानी पनि दोगाना प्रदेशबाट भइराखेको हो। र केही खानेपानी प्रदेशबाट र केही खानेपानी हाम्रो साझेदारी संस्था हेल्पटासबाट निर्माण केही भइसकेका छन्। एक घर एक धाराका हिसाबले केही भइसकेका, कतिपय 400-500 धारा 400 जति धारा हाम्रा निर्माण भएका छन्। अहिले केही हुँदैछन्, आगामीमा केही गरेर 7 नम्बर खानेपानी सम्पूर्ण पुर्याउने भन्ने लक्ष्य राखेका छौँ। अनि यो तपाईँको वडामा सामाजिक सुरक्षा भत्ता वितरणको लागि पारदर्शिक बनाउन कतिको सहज सजिलो छ, के छ, कसरी काम गरिराख्नु भएको छ? सामाजिक सुरक्षा भत्ता पारदर्शी बनाउनको लागि अब स्वयं चाहिने व्यक्तिहरू आएर ब्याङ्कमा बुझेर सक्ने व्यक्तिहरूले आफै बुझेर लिनुहुन्छ। नसक्नेको लागि नाता प्रमाणित गरेर मैले एका घरका नाता अंशियारलाई नाता प्रमाणित गरेर उपलब्ध गराउने ब्याङ्कबाट व्यवस्था गरेको छु। र कतिपय वृद्ध अवस्थामा भएका वृद्धहरूलाई, अशक्तहरूलाई स्वयंमा ब्याङ्कमा आएर आफैले बुझेर लिएर उहाँहरूलाई उपलब्ध गराइदिने गरेको छु। आफैले लिएर मैले दिने गरिराखेको छु। कति जना जतिलाई दिनुभयो? भन्नु त 10-15 जना अशक्तहरू, उठ्नै नसक्ने, बस्नै नसक्ने, तिनीहरू गार्जियनले पनि अब त्यो नजिकका मान्छेले पनि अलि चाहिने हामी कता जाउँ र हाम्रो समस्या छ भने उनीहरूले त्यस्ता समस्या परेको लागि 8-10 जना 10-15 जनाको मैले लिदिएर मैले मेरै घरमा बनाउने र उहाँ सेवा सुविधा पाउने व्यक्तिकै घरमा पनि लिएर बुझाइदिने गरेको छु। एकदमै राम्रो गर्नुभएको रहेछ। अनि यो नागरिकलाई सेवा लिन सजिलो बनाउन केही सोच्नु भएको छ? नागरिकलाई सेवा बनाउने सजिलो लागि त हामीले कार्यपालिकाले निर्णय गरेका थियौँ। एउटा वडाबाट वितरण भइदिएर हाम्रो हुन्थ्यो सामाजिक सुरक्षा भत्ता भन्ने, त्यो निर्णय गऱ्यौँ, कार्यान्वयन भएको छैन। त्यो कार्यान्वयन भइदिएर हाम्रो हुन्थ्यो। 13 वडामा नागरिकहरूले सामाजिक सुरक्षा भत्ता आफ्नो वडाबाट पाउनु भन्ने निर्णय त गरेका छौँ, कार्यान्वयन भएको छैन। जनताले जति सक्यो सबल सेवा सुविधा पाउनु भन्ने हो। अर्को कुरो मेरो सोच के छ भने म 37 वर्ष टिचर पनि हुँ, रिटायर भएको। अहिले 7 नम्बर वडा अध्यक्ष भएकोले मैले सबभन्दा शिक्षित जनशक्ति भोलिको लागि, भोलि देश बनाउनको लागि, वडा बनाउनको लागि, जिल्ला नगर बनाउनको लागि शिक्षित जनशक्तिको आवश्यक पर्छ भनेर 5 तारे वर्ल्ड डिभिजनसँग हाम्रो भेरी नगरपालिका र 5 तारे वर्ल्ड डिभिजनको साझेदारी गऱ्यौँ। त्यही साझेदारीमा 7 नम्बर वडामा पनि 5 तारे वर्ल्ड डिभिजनले अहिले जोखिममा रहेका बालबालिका करिब 600 बालबालिकाको शिक्षण उद्धार, तिनीहरूलाई समस्या परेको केही उद्धार गर्ने र शिक्षा क्षेत्रमा 5 तारे वर्ल्ड डिभिजनले हेरिराखेको छ। म पनि हिजो शिक्षक भएको नाताले
त्यस्ता जोखिममा रहेका बालबालिकाले केही सेवा सुविधा सरकारको बजेट हाम्रो वडा सरकारको बजेट कमी भएको कारणले साझेदारी संस्थालाई साझेदारीमा काम गरेर त्यो जनशक्तिलाई 10-15 वर्षी 7 नम्बरका केही नमुना जनशक्ति बनाउन्। देश सञ्चालनको लागि शिक्षित जनशक्तिको आवश्यक पर्छ। भोलिको लागि शिक्षित जनशक्ति उत्पादन होस् भन्ने हिसाबले मैले पहल कदमी गरेको छु र शिक्षित जनशक्ति नै भोलि राष्ट्रको एउटा निर्माणमा टेवा पुर्याउने हो। भोलिको जनशक्ति शिक्षित जनशक्ति उत्पादन होस् भन्न चाहन्छु र मैले पनि पराएकै बालबालिकाहरू अहिले देशका टेवामा पुगिराखेका छन्। म शिक्षक भएको नाताले पनि वडा अध्यक्ष भन्दा शिक्षित जनशक्तिलाई पहिलो प्राथमिकता दिएको छु। अनि पोषणयुक्त खानेकुराको लागि पनि स्वास्थ्य राम्रो होस् भनेर हामीहरूको दैनिक गाउँघरमा साग ढेँडो लिउनु सिस्नु दही दुध फलफुल प्राथमिकता चाहिने पोषिलो खानामा हाम्रो स्वास्थ्य समितिको संयोजकको हैसियतले पनि वडाको पोषिलो खाना खानु पर्यो, शिक्षित बालबालिका बुन्नु पर्यो, पोषिलो खाना खानु पर्यो, निरोगी हुनु पर्यो, शिक्षा हासिल गर्नु पर्यो अनि हाम्रो भोलिको जनशक्ति राम्रो उत्पादन होस् भन्ने चाहना गरेर तिनी प्रोग्रामहरू मैले अगाडि बढाइराखेको छु। हजुरका आगामी योजना के छ? आगामी योजनामा 2-3 सडकहरू हामीले प्रदेश अनुसूची भरेर कोही कृषि मार्फत पनि पठाएका छौँ। कृषिका कुराहरू कोही खानेपानी मार्फत, कोही सिँचाइ मार्फत, कोही भौतिक पूर्वाधार मार्फत अब प्रदेशतिर पनि पठाएका छौँ र नगरतिरको बजेट अब हामी आफै आगामी असारतिर विनियोजन गर्छौँ। त्यो कुरा वडामा परेको रकम हामी वडाबाट विनियोजन गर्नेछौँ र अहिलेको चाहिने कार्यान्वयन भइराखेका योजनाहरू पनि कार्यान्वयन भइराखेका छन्। आगामीको लागि पनि मैले विषयको सूची भरेर अफिसमा गएर पूर्वाधार सिँचाइ खानेपानी सबै ठाउँमा अगाडि प्रदेश सङ्घमा पठाउने पहल गरिराखेको छु। हजुर, अनि यो महिला बालबालिका अपाङ्गहरूको लागि के कार्यक्रमहरू बनाउनु भएको छ कि? महिला बालबालिकाको लागि चेतनामयी कार्यक्रम होस् भनेर मैले 50,000 रुपियाँ वडाले छुट्याइदिएको छु। एउटा योजना बनाउँछु भनेको छु महिला दिदीबहिनीहरूलाई। बालबालिकाको लागि 30,000 छुट्याएका छौँ बालबालिकाको योजना। अपाङ्गहरूलाई पनि अपाङ्ग एउटा चौतरी अपाङ्ग के चौतरी त्यो भन्ने नामबाट हामीले समिति 22-24 जनाको समिति गठन गरिदिएको छौँ। तिनीहरूले बैठक हुने, गोष्ठी हुने, कार्यक्रम हुने भइराखेका छन्। हजुर, अनि हजुरको वडामा पर्यटन विकासका सम्भावना, विकास क्षेत्रमा सम्भावना भएका केही क्षेत्रहरू छन् कि? छन् विकास भएका सम्भावना। हाम्रो लेकको बस्तीहरूमा अब आलुहरू छ उत्पादनको लागि, त्यो उत्पादन गरौँ भने घरेलु उद्योगको लागि। अब माथितिर स्याउहरू लेख ढाडघरका पाल्ने लेखतिर स्याउहरू आलुहरू उत्पादन भइराखेका छन् भने विकास निर्माणका क्रममा त अब मेन कुरो हामीलाई अहिले अलिक असजिलो भन्ने के छ भन्दाखेरि यो नेटा बजारबाट 6 नम्बर वडा राम्रीसम्म बाटो गइराखेको छ र त्यहाँबाट हामीलाई नेटा बजारबाट मेलटाकुरी सडकको लागि एउटा ट्र्याक ओपन भएको छैन 6-9 केही भागमा। त्यो ट्र्याक ओपन भइदिएपछि हामीलाई पाख्यादह राणा गाउँ पाख्यादह नेटा बजार हुँदै पुनमा मिथ्याङ्ग्रा हुँदै मेलटाकुरी पुगोस् भन्ने हो। त्यसको लागि मैले सङ्घ प्रदेशमा पनि पहल गरिराखेको छु। हजुर, यो विपद व्यवस्थापन भूकम्प बाढी पहिरोका लागि केही तयारी वडाले केही तयारी गरेको छ? हाम्रो वडा विपद वडा व्यवस्थापन, हाम्रो नगर विपद व्यवस्थापन पनि छ र त्यसको लागि केही भइपरि आएको जनशक्ति पनि हामीले तालिम प्राप्त जनशक्ति उत्पादन गरेका छौँ रेड क्रसबाट वडाबाट। अब पूर्व तयारी रहने भनेर त्यसको लागि विपद व्यवस्थापनको गठन भएको छ र प्रतिकार्य योजनाको लागि केही गोष्ठी बैठकहरू हामीले गरिराखेका छौँ। पुनर्निर्माणको कुरा चलिरहेको छ, के भइरहेछ? अब जनताहरू त अब कहिले हुन्छ के हुन्छ भनेर आशामा छन्। हजुरहरूले के सोच्नु भएको छ, के गरिराख्नु भएको छ, के भइरहेछ? पुनर्निर्माणको लागि हामीले जो डिडिए गर्ने कुरामा इन्जिनियरहरू प्राविधिक आउनु डिडिए भए छनौट भइराखेका छन्, त्योमा हामीले नगरपालिकामा माथि पेश गरिराखेका छौँ र छुटफुटको लागि गुनासो समितिमा निवेदन दिने भनिराखेका छौँ नगरमा। अब त्यो कार्यान्वयनको लागि छिटो भइदिए छरितो वैद्य हुन्थ्यो भन्ने जनताको माग छ। त्यो छिटो छरितो लागि जिल्ला विपद व्यवस्थापनको
बैठक बसौँ र हामी नगरपालिका विपद व्यवस्थापन बैठक बसौँ र त्यसलाई अगाडि बढाउन कुरा माथि सङ्घीय सरकारले पनि ध्यान दियोस् र हामी स्थानीय सरकारमा लागेर त्यो जनताले सेवा पाउनु भन्नेमा हामी जुटिराखेकै छौँ। हजुर, समग्र जिल्लामा भएका विकासका काममा हजुरको ओडाले खेलेका भूमिका के छ कि? समुद्र जिल्लाको विकासमा त अब यिनी मुख्य राजमार्गहरू भइहाले, जुम्लाको लागि, डोल्पाको लागि, यता दैलेखको लागि यिनी यातायातका बाटाहरू पनि अति आवश्यकै हो। अरू महत्त्वपूर्ण कुराहरू जिल्लाको अब ठुल्ठुला खानेपानी, सिँचाइ, बाटाघाटा, क्याम्पसहरू ठाउँ ठाउँमा भइराखेका छन्। जिल्लाले पनि केही जाजरकोट जिल्ला एउटा हिजोदेखि पछाडि कर्णाली प्रदेशमा पछाडि परेको जिल्ला हो। यो विकट क्षेत्र पनि हाम्रो जिल्ला परेको हो र यसले चाहिँ अलिक केही अग्रता लिनुपर्छ। यहाँका माननीय मन्त्रीज्यूहरूले, प्रदेश सङ्घका माननीय सरकारले पनि जाजरकोटलाई अलि ध्यान दियोस् र यो जिल्लालाई अलि अगाडि बढाउनुपर्छ र यो जिल्लामा केही बासिन्दा जिल्लावासीहरूले केही सेवा पाउनुहुनेछ भन्ने हामी आशामा छौँ। हजुर, हामी कार्यक्रम हाम्रो ओडा राम्रो ओडाको अन्तिम बसाइमा आइसकेका छौँ। हजुरको ओडाबाट सञ्चालन हुने गतिविधिहरू सञ्चालन गर्दाखेरि, ओडाले गरेका कामकाज गतिविधि सञ्चालन गर्दाखेरि अनि मिडिया सञ्चारकर्मीसँग कतिको समन्वय सहकार्य गर्ने गर्नुभएको छ हजुरले? मैले 1-2 पटक पहिला समन्वय सहकार्य गरेर भएका गतिगत विवरणहरू मैले पत्रकारसम्म राखेको थिएँ। धेरै त राखेन, केही पहिला राखेँ, बिचमा अलि त्यस्तो भएको छैन। अब कहिलेकाहीँ व्यस्तताले पनि म टाइम नपाउने, तर यस्तै कार्यक्रम राख्ने रुचि छ र भएको गतिविधिहरूमा रेडियो मार्फत, पत्रकार मार्फत प्रस्तुत गर्न म इच्छुक छु। हजुर, सञ्चार माध्यमको कस्तो भूमिका हुन्छ जस्तो लाग्छ? सञ्चार माध्यम किन भन्दाखेरि भएका समस्याहरू सञ्चार माध्यमबाटै हामीले समस्या राख्नुपर्छ। भएको प्रगति विवरण पनि हामीले सञ्चार माध्यमले, भएको गतिविधि पनि सञ्चार माध्यमबाटै अगाडि जाओस् भन्ने हाम्रो चाहना हो र बेला मौकाले त्यस्तो कार्यक्रम गर्न म चाहन्छु। हजुर, हामी अन्तिममा आइसकेका छौँ। हजुरलाई मैले भन्न छुटाएका, हजुरलाई आफ्नो ओडामा भएका काम अझै पनि केही भनौँ भन्ने केही छुटेका कुराहरू हुनसक्छ, हजुरले भन्न सक्नुहुन्छ अन्तिममा? छुटेका अब कामहरू यस्तै हुन्। अब अहिलेसम्म खानेपानी, सिँचाइ, बाटोघाटो, कुलो, विद्यालय भवन, स्वास्थ्यतर्फ यिनी कुराहरू मैले पहिला पनि भने। अब छुटेका कुराहरू त्यस्तो त खासै देख्दिनँ। खानेपानी, सिँचाइ, स्वास्थ्यका कुराहरू ठिकै छन्। अब आगामीको लागि यिनी योजनाहरू हामीले टिपाउने, अगाडि माग गर्ने प्रयास गरिराखेका छौँ। म एउटा शिक्षक, स्थानीय टिचरको हिजोको हैसियतले राम्रो मेरो 7 नम्बर वडा एकदम शान्त वातावरण हुन्, त्यहाँको नागरिकले सेवा सुविधा पाउन्, त्यहाँको जनशक्ति एकदम सक्षम जनशक्ति भोलिको लागि उत्पादन हुन्, त्यहाँ सुशासनयुक्त वडा होस् र राम्रो वातावरण होस् भन्ने मैले सोच गरेको छु। म त्यसमा लागि परेको छु र लाग्ने पनि छु। यो कुराकानीबाट तपाईँले ओडामा भए गरेका कामकाजको बारेमा, चुनौती, सम्भावना बारे महत्त्वपूर्ण कुरा जानकारी लिनुभयो भन्ने विश्वास लिएका छौँ। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। यदि तपाईँको मनमा लागेका केही प्रश्न, जिज्ञासा, सुझाव भए 98 477 45 356 र स्टुडियोको टेलिफोन नम्बर 089 430 157 मा सुझाव प्रतिक्रिया दिन सक्नुहुनेछ। लौ त श्रोता महानुभावहरू, यिनै जानकारीमूलक सामग्रीसँगै आजको लागि हाम्रो ओडा राम्रो ओडाको निर्धारित समय सकिनै लाग्यो। हामी अर्को अङ्क यसै दिन, यसै बार, यसै समयमा आउने नै छौँ, नयाँ विषय वस्तुका साथमा। तबसम्मका लागि फेरि नगरपालिका र वडा कार्यालयका पदाधिकारीहरू लगायत कार्यक्रम उत्पादन टिम सबैलाई धन्यवाद। प्राविधिक प्रेम विषीलाई पनि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता शारदा पुन मगर पनि आजका लागि बिदा हुने अनुमति चाहन्छु। नमस्कार।